हेलो एन्ड नमस्ते साथीहरू, दिनको सुरुवात भइसकेको छ। म चाहिँ बिहानै उठेर अब मुखसुख धोएँ होइन, अनि यताउति गरेँ, फ्रेस भइसक्यो। अब खाजा खाएर बारीमा जाने। आज चाहिँ हाम्रो बारीमा चाहिँ कोदो रोप्ने खेताला छ। सो बाबाहरू चाहिँ गइसक्नु भयो, अब म पनि जाने हो कोदोको बिउ बोकेर। हाम्रोतिर चाहिँ अब कोदो रोप्ने सिजन भइसकेको छ, अनि यो वर्षको फर्स्ट कोदो रोपाइ चाहिँ हाम्रो गाउँमा हाम्रोबाटै सुरु हुँदैछ। अनि आज चाहिँ हाम्रो खेतालाहरू छ, कति 10-12 जना छ। अनि मम्मीले बिहानै उठेर यहाँ फेरि हाम्रो बुन्डे बिरालु पनि छ। छोराले यहाँ फेरि चिया र बिस्कुट खाँदैछ। मम्मीले बिहानै उठेर तरकारी चिया पाक्दैछ। अनि यता रक्सी पनि। अनि यहाँ चाहिँ मैले मकै पोलेको छु। अब यो खाएर बारीमा जानुपर्ने हुन्छ है त गाइस। त्यही नै हो, अब बारीमा गएर भेट्छु है त म। चेस छिटो चेस गरौँ न। चेस त्यहाँ छोडिदेऊ, त्यहीँ छोडिदेऊ। हेलो साथी भन्नु न गीतमा। है साथीहरू, हामी चाहिँ मकै खाँदैछौँ। हाम्रो मम्मीले आज बिहानै उठेर तरकारी चिया रक्सी पारिसक्नु भएको छ। हाम्रो सुप्रिम छोरा उठेर मकै खाँदैछ है। दामी, साह्रै मिठो छ साथीहरू मकै चाहिँ। हाम्रो हाउडे भनेरले पठाइदिएको मकै। जाम छोटो, अब जाम। अब कोदो रोप्न जाने हस्। नजाने बारीमा, नजाने फुपू गयो बारीमा। जाम हस् ल। अब गाई चाहिँ हामी बारीमा जानु लाग्यो है त। फेरि अर्को बाइट मकै खान्छु म। बोरामा पो बोक्ने हो। खाउन त्यो पहिला, लोभी हुनु हुँदैन। मम्मीलाई राखिदिने हो आमा र मम्मीलाई। हट, हामी बारीमा चिया खाने, तरकारी खाने, भुजा खाने हस्। दामी साथीहरू, दामी। ओ सर्क्यो। ल साथीहरू, अब हामी चाहिँ बारीतिर लाग्यौँ है त। यता छ मेरो छोरो सुप्रिम, अनि म अब बारीतिर
मकै बारीमा दर्याम गर्न जानु लाग्यो लैरहेर मकै भन्दै तीहरू अब म यो कोदोको बिउ बोकेर चाहिँ जानुपर्ने हुन्छ। कुन राम्रो लाग्यो बाबु तिमीलाई? हाम्रो यो नयाँ गोरु हो। कुन राम्रो लाग्यो? कालो? कुन राम्रो छ? कालो राम्रो लाग्यो? सेतो मन परेन? यो राम्रो छ? ए ल यसरी समाउ त भिडियो। ल यहाँ समाउ त यसरी। बाबाको भिडियो गर त्यहाँ समाउ न। समाउ तल। मलाई देखाऊ। यता मलाई देखाऊ। म देख्यो। गतिहरू अब कोदो बिउको ल हिँड ल छिटो हिँड। मेरो छोरो एकदम ज्ञानी छ। यो बाबाले काटेको हो नि। यो घाँस काटेर हामीले गोरुलाई दिएको। ल हिँड त छिटो। बिस्तारै बिस्तारै चिप्लिन्छ है। बिस्तारै हो त्यहाँ टेकेर। ल झर साथीहरू हामी चाहिँ अब बारीमा जाँदैछौँ। बाबाहरू अनि खेताला चाहिँ अघि नै गइसक्नु भयो। हामी चाहिँ हल्का ढिलो भयो खाजा खाँदा। अनि आज अलिक ढिलो पनि उठियो। हिजो गेम हेऱ्यो नि त नर्वे र फ्रान्सको। त्यो भएर चाहिँ अलिक ढिलो उठेँ आज म। अब हामी जाँदैछौँ साथीहरू बारीमा कोदोको बिउ बोकेर। अनि अब त्यहाँ रोपाइ छप्पा कोदो रोपाइ हुँदैछ। अनि तपाईँहरूलाई पनि देखाउँछु म है त। सो गाइज यस्तै छ हाम्रोतिरको अहिलेको दिनचर्याहरू चाहिँ। कोदो रोप्ने, बारीतिरको काम, घाँस काट्ने अनि त्यस्तै खालको छ है त। मेरो छोरो फेरि हिँड्नलाई टाइम लगाइरहेको छ। हिँड बाबु। ए बाबा भन। ए बाबा भन। यहाँ चिप्लिन्छ यहाँ त। ए बाबा भन न। साथीहरू हाम्रो गोठ चाहिँ यहाँनिर छ। गोरुहरू हामीले यहाँ बाँच्छौँ। अनि यो तल्लोदेखि यो रुखु यो घरभन्दा यताबाट यो के भन्छ टरा भन्दा यताबाट हाम्रो बारी यसरी हो। आज हामीले कोदो रोप्दै गरेको बारी चाहिँ यो ठुलो चाहिँ गरा छ त्यसमा रोप्ने हो। कोदो पनि रोप्छौँ आज हामीले अनि धान पनि रोप्छौँ के। हजुर के भनेको? साथीहरू रोपाइ चाहिँ भइसकेको रहेछ है। यति चाहिँ हामी लास्टै ढिलो आयौँ। ल हिँड ल। त्यहाँ पुगिसक्यो मान्छेहरू रोपाइ गरेर। हिँड छोरो छिटो छेउ हिँड है। नट्टेकी हिँड। यता त माथिबाट हिँड माथिबाट छिटो। रुचि आऊ। अच्छा ल साथीहरू हामी चाहिँ अब हाम्रो रोपाइ हुने बारीमा कोदो रोप्ने बारीमा आइसकेको छौँ। मकैहरू चाहिँ देख्न सक्नुहुन्छ पाक्ने बेला भइसक्यो। अब यो खानालाई मिल्ने भइसक्यो। अब यो हामीले यो मकै सुकिसकेपछि चाहिँ यो धान रोपेको ठाउँबाट यो कोदो रोपेको ठाउँबाट हामीले यो मकै चाहिँ हटाउँछौँ। अनि हाम्रो खेतालाहरू चाहिँ 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 जना जति छौँ हामी आज। लगभग हामीले यो सबैभन्दा ठुलो गरा चाहिँ आज भ्याउँछौँ होला। अनि यहाँ बजेहरू पनि आउनु भएको छ। अब म चाहिँ यो खन्नेमा पर्छु है। ड्याम खन्नु पर्छ मैले। मजा भएको छ काकी खन्नु। सिपिम त्यहाँको बिरको हाल्यो नि फुत्काएर खाइन्छ भन्छ।
ल है साथीहरू, अब चाहिँ हामी खाजा खाने टाइम पनि भइसकेको छ। सबैजना खाजा खानको लागि रेडी हुँदैछौँ र कतिजनाले खाइसक्नु भएको पनि छ। आजको खाजामा चाहिँ चिउरा तरकारी, भुजा, अनि त्यसपछि चिया र रक्सी खाने मान्छेलाई रक्सी र जाँडको पनि व्यवस्था छ है त। गाउँतिरको मेलामा यतिको चाहिँ व्यवस्था हुन्छ है त साथीहरू। साथीहरू हामी चाहिँ कोदो रोपेर नि अब घरतिर जाँदैछौँ घाँस बोकेर। ट्याक्कै हामी चाहिँ 6 बजेबाट लागेर 11 बजे छुटिसक्यौँ है त यताले चाहिँ। ल साथीहरू, घाँस बोकेर घर पनि आइपुग्यो है। घाँसै घाँस छ फेरि बर्खामा। हाम्रो सुप्रिनीहरू यहाँ कोदो रोपेर आइसकेको छ। अनि त हाम्रो मोटु बहिनी, ओइ थाक्यो बम भएको थियो, धेरै काम गर्नु पऱ्यो। है डल्लै के गरेको? त्यो चाहिँ हाम्रो खसीहरू है। साथीहरू हामी चाहिँ अहिले जङ्गलमा बाख्रा चराउन आइसक्यो। खाना खाएर पनि हामी चाहिँ यता हे गर्दैनौँ। र साथीहरू फाइनली हामी चाहिँ खाना खाएर पनि जङ्गलमा बाख्रा चराउन आइसक्यो। बाख्रा चाहिँ माथि माथि पुगिसक्यो है जङ्गलमा। अनि मेरो यो फुच्चे चाहिँ हिँड्न नसकेर हामी बिस्तारै हिँड्दैछौँ यस्तो जङ्गलको घारी बाटो। अब हामी बाख्रा भेटेपछि बाख्रालाई घरतिर फर्काउँछौँ। आज चाहिँ अलि धेरै घाँसतिर लिएर आएको। हामी एकछिन मात्रै डुलाउने हो जङ्गलमा चाहिँ। अनि यो चाहिँ पुरानो बाटो हो, पहिला मन्दिर जाने, अहिले चाहिँ मान्छेहरू हिँड्दैन, त्यही भएर गाडी भइरहेछ। अनि हामी चाहिँ यही बाटो चाहिँ बाख्रालाई फर्काउन जाँदैछौँ। बाबु यता हेरिदेऊ, हेलो भनिदेऊ, हेलो गाइज भनिदेऊ। हामी चाहिँ जङ्गलमा हिँडेको भनिदेऊ। लड्यो ल ठिक छ, ल हिँड ल। ल है साथीहरू, हामीले चाहिँ हाम्रो बाख्राहरू भेटिसकेका छौँ। हाम्रो बाख्राहरू चाहिँ फेरि ओभर कलरफुल छ क्या। कोही सेतो, कोही रातो, कोही खैरो, अनि कोही चाहिँ फेरि सेतो सेतो खालको पनि छ। यो माउ चाहिँ सेतो छ हाम्रो। 4वटा जति बाख्रा चाहिँ सेतो छ, अनि एउटा कालो, अरू सबै खैरो छ क्या। अब हामीले यहाँबाट बाख्रा फर्काउँछौँ गाइज। अनि त्यसपछि हामी तल डाँडामा गएर बस्छ। अनि बाख्राहरू आफै आउँछ चढ्दै चढ्दै।
गोरु भन त गोरु ल गोरु गोरु भन त ए गोरु आयो गोरु गोरु आयो साँढे गोरु आयो गोरु भएर यहाँ डाँडामा बसिरहेको छ हेलो गाइस भन त साथीहरू भन ल भन न साथीहरू साथीहरू भन न साथीहरू भन न के भयो यहाँ के भयो के छ ए कुडो यो अहिले घर घर टिप्ने हस् हस् ए गोरु बजाइ भन न नभन्ने गोरु हो यो त भैँसी रहेछ भैँसी आइ 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 भैँसी आइ बच्चाहरूलाई रमाइलो छ है अहिले चाहिँ यस्तो खालको सनसेट हुन लागिरहेको छ गाइस यो चाहिँ अनि यहाँखेरि फुट चाहिँ गोरु गोरु हो कि गाई हो यसरी खेलिरहेको छ है त अब हाम्रो बाख्रा आउँछ आज ढिलो फुकाएको भएर अब अहिलेसम्म आएको छैन यहाँनिर तलतिर चढ्दैछ जोडीला जोडीला छिटो छिटो अहिले चाहिँ साँझको 6 बजिसकेको छ साथीहरू सो देख्न सक्नुहुन्छ सनसेट पनि अलमोस्ट भइसकेको छ अब चाहिँ हामी घरतिर लाग्छौँ सो बाख्राहरू पनि हाम्रो आइसकेको छ देख्न सक्नुहुन्छ यो चाहिँ फेरि 3टा घरको हो क्या हाम्रो 3टा घरको बाख्राहरू हो सो अब हामी बाख्रा लिएर जान्छौँ सो आजको भिडियो के कस्तो लाग्यो यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला सी यु इन द नेक्स्ट भिडियो बाई बाई